यो बरगान खोलामा यताउता गइरहेको छौँ हामी सो गाइस। आज यहाँ क्षेत्र पुरा गर्नको खातिर आएको। अब प्रसाद खाने ठाउँ खोजेको ठाउँ चाहिँ यस्तो यस्तो ठाउँ पाइरहेको छ आज कि ठाउँ चाहिँ आज यस्तो यस्तो ठाउँ पाइरहेको छ भने के भन्नु र यस्तो भइरहेको छ। यहाँ अब सल्लाह बल्लाह गर्दैछ कता जाने के गर्ने हो भनेर चाहिँ सल्लाह बल्लाह भइरहेको छ। हाम्रो यो कोको पनि यहाँ आएको छ आज कोको र अहिले यहाँ भातङ भुतुङ भइसकेको छ सबै है। अब जान लागेको छ सबैजना गाडीमा चढेर त्यही अब गाई पनि चढेर आउँदैछ पारीबाट है। हाई हाई हेलो हेलो जो यहाँनिर बत्ती पनि निभिसकेको छ वर्तमान। गाई तरी आयो बनाबाट चढेर वारिपट्टि खोला तरेर देख्नु सक्नुहुन्छ। सो गाइस अब जान लागेको यहाँ बगरमा पनि गाई भर्ती भएछ एकदम देख्नु सक्नुहुन्छ है। सो गाइस अब जान लागेको सबैजना झन्डाले उतातिर नालातिर लगेन छ भनेपछि अब हाम्रो नदी किनारबाट बिटाबारी भयो। अब जान लागेको छौँ हामीहरू है। गाडी आइरहेछ पछाडि पछाडि आइरहेछ हामी अघि अघि गइरहेछौँ। हाई हाई अहिले चाहिँ गाडी छुल्टो कुद्न थाल्यो है। अघिसम्म उल्टो कुदिरहेको थियो है। फिलहाल गाइस गरिसकेको छ गाइस गाडीमा सबैजना र भनेपछि अब क्षेत्र गएर अब यतातिर अब जान लागेको छु वर्तमान है। यो अग्नावादी रहेछ छेउमै अग्नावादी र यो चाहिँ रहेछ शान्तिपुर सेन्टर है। अब चाहिँ यहाँबाट नाम्दा चाहिँ अलिकति घचाक्क पर्छ होला। र गाइस अब जान लागेको छौँ हामीहरू सबैजना मिठामारीवासीहरू हाँसी हाँसी चढ्यो गाममा है। कोही झुन्डेर कोही माथि चढेर भनेपछि अहिले वर्तमान गइरहेको छौँ। यो पहेँली कस ल यति नै भन्दै समाप्त गरौँ गएर गाइस समाप्त गरौँ। अब हात छोडिसक्नु छैन के गर्नु। ल